ओके। हेलो एभ्रिवान। हेलो साथीहरू। आज चाहिँ मसँगै स्किन केयर घरमै अनि म चाहिँ जहिले पनि भिडियो बनाउँछु भन्छु बिर्सिन्छु के। अनि आज चाहिँ मैले मामाअर्थको टोनर लगाइसकेको छु अनि सेट पनि भइसक्यो। अनि यो चाहिँ मेरो रियल क्यामेराबाट हो। अनि यो चाहिँ अब म चाहिँ सिरम लगाउँदैछु। सिरम ओरिजिनल सिरम हो नि, फेरि ओरिजिनल गाइज। यो चाहिँ राम्रो छ, अब्जर्भ पनि भइहाल्छ। मलाई चाहिँ राम्रो लाग्यो है। तपाईहरूलाई पनि राम्रो लाग्छ, तपाईहरूलाई पनि युज गर्नु छ भने म चाहिँ आइटम मेन्सन गरिदिन्छु। त्यहाँ चाहिँ एकदम ओरिजिनल पाइन्छ, अथेन्टिक। अब म चाहिँ सेट हुन छोडिदिन्छु। मैले चाहिँ सिरम लगाएको थिएँ अनि सिरम चाहिँ सेट भइसक्यो। हेर्नु यति राम्रो भएको छ। अब मसँग मामाअर्थको मोइस्चराइजर छ, यो पनि म लगाउँदैछु। यो पनि राम्रो छ, मलाई चाहिँ एकदम मनपर्छ होइन। यो पनि राम्रो छ। स्किन केयरमा चाहिँ मेरो 4वटा मात्र प्रोडक्ट छैन, अरू खास यति हो मेरो। यस्तो जति दले पनि गोरो त हुने होइन, भार पर्ने। कति राम्रो छ कि यो पनि, हेर्नु न। अब यो 2 मिनटको लागि यो पनि सेट हुन छोडिदिन्छु। मैले चाहिँ 2 मिनट राखेर पनि आइसकेँ अनि सेट पनि भइसक्यो। हेर्नुहोस्, देख्नुहुन्छ तपाईँहरूले, चाहिँ सेट भइसक्यो। अब म चाहिँ सनस्क्रिम लाउँदैछु। सनस्क्रिम यो पनि एकदम राम्रो छ। इग्नोर ब्याकग्राउन्ड साउन्ड। यति लगाउँछु म चाहिँ। यो चाहिँ एकदम राम्रो छ, वाइट कास्टहरू पनि छोड्दैन है। चेन्ज कति छिटो चेन्ज देख्नुहुन्छ तपाईँहरूले। हेर्नु अघि कस्तो थियो, अहिले कस्तो छ। डेली रुटिन त छैन, लगाउँदिनँ। डेली त भ्याउँदिनँ, अल्छी लाग्छ। भए पनि यस्तो जाँगर लाग्यो बेला मात्रै हो। कति राम्रो देखिएछ, हेर्नुहोस् तपाईँहरू। राम्रो छ।